त्यही भएर 5 नम्बरमा चाहिँ उहाँले आफ्नो नेम स्पेलिङ करेक्ट गर्नुभयो भने उहाँले अबको फ्यु इयर्समा उहाँले आफ्नो लाइफको प्रोसेस नै चेन्ज भएको उहाँले महसुस गरिहाल्नुहुन्छ पोजिटिभ रूपमा। यहाँले सोचिरहनु भएको छ कि नामको स्पेलिङ यो कसरी चाहिँ चेन्ज गरेर चाहिँ 5 मा लिएर आउने भनेदेखि चाहिँ तपाईँले अहिले यहाँ जुन चाहिँ स्क्रिनमा देखिरहनु भएको छ यो ग्रिडमा चाहिँ जसरी नम्बर्सहरू छ त्यसपछि लेटर्सहरू छ त्यो नम्बर आफ्नो नामको स्पेलिङको नम्बरहरू जुन नम्बरमा परेको छ त्यो नम्बर एड गर्दै 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 जाने र लास्टमा गएर चाहिँ जुन चाहिँ नर्मली मैले पहिला पनि त्यही भन्छु जहिले पनि 2टा नम्बर जस्तो आउँछ धेरै जस्तो त्यसलाई जोड्दाखेरि चाहिँ एउटा नम्बर जुन आउँछ जुन अङ्क आउँछ त्यो अङ्क चाहिँ 5 हुनु पर्यो। हजुर हैन जस्तो चाहिँ अब 4 र 1 आउँछ भने पनि 5 हुने भयो। हजुर हैन त्यसरी नै चाहिँ अब डिफ्रेन्ट तरिकाले चाहिँ निकाल्दाखेरि जस 5 गर्दाखेरि चाहिँ सिंगल नम्बर 5 आउनु पर्यो। हजुर 5 ल्याउनु होला। यो चाहिँ हजुर उहाँले करेक्सन नेम स्पेलिङ चाहिँ हजुरले करेक्सन गर्नुपर्ने हुन्छ पौडेल सर। अनि उहाँको अरू नम्बर भनेको 8 पनि मिसिङ छ। उहाँ चाहिँ 6 ले त ब्लेसिङ आयो। 6 नम्बर उहाँलाई लक्ष्मीको नम्बर आएको भएर जीवनमा चाहिँ उहाँलाई चाहिँ सबै कुरा सोचेको कुराहरू धन सम्पत्ति गाडी बङ्गला रिलेटेड कुराहरू चाहिँ उहाँलाई 6 नम्बरले चाहिँ हेल्प गर्ने भयो पुर्याउन मद्दत गर्ने भयो। खालि प्रब्लम के आयो त उहाँको नम्बर 1 चाहिँ धेरै आउँदाखेरि चाहिँ उहाँलाई कतिपय जीवनमा चाहिँ कतिपय मान्छेहरूले उहाँले भेट्नुभयो होला राम्रो राम्रो कुराहरू सेयर गर्नुभयो होला यो गर न ऊ गर न आइडिया दिँदाखेरि उहाँले चाहिँ कतिपय कुरा यो धेरै आयो सुन्न मन लाग्दैन कि किनकि आई नो पुष्पा मुभी हुन्छ नि आइएम सरी भन्न पनि उहाँलाई चाहिँ प्रब्लम हुन्छ कि झुक्नै मन लाग्दैन कि धेरै वान आयो भने अरूको सुन्नै मन लाग्दैन कि